यो राम्ररी काम गर है। एउटा सानो क्लिप बनाए ल भिडियो तिमी। यहाँ चाहिँ अर्थशान्तिको कार्यक्रम शनिबार श्रमदानको कार्यक्रम भइरहेछ। श्रमदान हुँदैछ है। ल अंकल बोला खानेले कार्य गर्नुपर्छ है। ल ल ल नत्र गोजीमा राख्ने सरसफाइ है। नदी किनारा गोडमेल हुँदैछ र आज टी सर्टवाला भन्दा पनि टी सर्ट बेगारकोहरू धेरै छ। माथि माथिसम्म छ। गाडीले हान्छ है। गाडीले हान्छ है। गाडीले हान्छ। नदेखौँ उभिनाको तिमी उभिनाको उयो काट्नु पर्यो नि। यो त्यो बाटोको छेउको बिरुवा होला त यिनीहरू। हो त्यसरी खेदै लाएर होइन कि ठिक्क माथि माथि मात्र यहाँ त छिटो आगो लागेर त्यो रेटौँ न। हाम्रो यो मदन भण्डारी राजमार्ग अन्तर्गत यो रोपिएको बिरुवाहरू हो। यहाँ यो खालको बिरुवा लगाइएको छ र अरूतिर पनि छ। यहाँनिर के खालको बिरुवा छ। यहाँ पनि त्यही खालको बिरुवा छ कि क्या कुनै। यो के को बिरुवा रहेछ यो भित्रको? यो छतिवनको रुख जस्तो छ त यो त। यो के को बिरुवा हो यो भित्रको? हजुर चुवा फुल चाहिँ हो यो। सबै त्यस्तै छ त अनि। तर यो फुल चाहिँ बाँच्छ क्या। बाँच्न चाहिँ यो चाहिँ चुवा फुल अरे। यो फुल्दो रहेछ। 4 मिनट भयो। उता छेउछेउको चाहिँ टिप्दै हिँड न। अंकल अस्ति केराबारीमा भिडियो बनाउनु भएको छैन नाचेको? छ अपलोड गरेँ त मैले। पठाइदिनु त मलाई। ल बाटो 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 बिचमा नहिँड न नानी हो। अलिकति सेटबाट हिँड। फोहोरहरू जलाउँदै यो धुवा उडेको हो फोहोरको। यो फोहोरको यो थुप्राहरू जलाइँदैछ।
हुन्छ हुन्छ यो छेउछेउको काँसहरू त राख्नु पनि पर्छ है कुनै कुनै त टिकटकमा अलिक राम्रो आइरहेछ अस्ति यो हाम्रो ठाउँ चाहिँ काँसको फुलले गर्दाखेरि टिकटक राम्रो भएछ अलिकति भाइरल भएको छ यो हाम्रो ओल्लो छेउ चाहिँ आज हाम्रो केराबारी 7को मोरङ केराबारी 7को यो श्रमदान कार्यक्रम हो र श्रमदाताज्यूहरूले अहिले मदन राजमार्ग अन्तर्गत यो खोलाको यो ठाडो रोडमा श्रमदानको कार्यक्रम भइरहेछ यो छेउछेउमा चाहिँ यहाँ भर्खरै हामीले बिरुवा लगाएको छौँ यो बिरुवाहरू लगाएको हो यो बिरुवाहरू हुर्कँदैछ श्रमदान यता पनि अब अगाडि बढ्दैछ यहाँ बिचमा स्पिकर राखेछ र हाम्रो श्रम संस्कृति पार्टीको पालिका अध्यक्षज्यू वडा अध्यक्षज्यू पनि आउनु भएको छ यो खोरको सल्काएको यो आगोको धुवाँ हो खोर यहाँ सल्काइएको छ ल हजुर माटोमा हर्क साम्पाङले पार्टी एकता गरेन होइन कुलमानसँग मिलेन रवि लामिछानेसँग मिलेन बालेन शाहसँग मिलेन मिलेको राम्रो कि नमिलेको राम्रो ल भनिदिनु पर्यो नमिलेर एक्लै लडेको राम्रो नमिलेर एक्लै लडेको राम्रो हामी छौँ साथमा हामी छौँ साथमा हो त यो खोरहरू डढाइँदैछ आगो तन्किसकेको छ श्रमदान हुँदैछ कता पनि दिसोहरू कता गर्छ अनि खोइ श्रमदान गाडी बढिसकेको छ आगोले तन्किएर यहाँ छेउमै आगो बलेको रहेछ र यहाँ कान पोलिसको क्यामेराम्यानको चाहिँ कान पोलिसक्यो म एकछिन भिडियो बनाएँ ल पानी को खाने है पानी 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 कसैलाई पानी चाहिन्छ भने यता यो टेम्पो रोकेकोतिर आइदिनको लागि अनुरोध गर्दछु पानी 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 कसैलाई पानी चाहिएको छ भने यता टेम्पोतिर आइदिनको लागि अनुरोध गर्दछु हर्क साम्बाङले चलाएको श्रमदान कस्तो लाग्छ भनिदिनुहोस् त हर्क साम्बाङ बालेन शाह कुलमान घिसिङ र रवि लामिछानेसँग मिसिन गएन मिसिएको राम्रो कि नमिसिएको राम्रो नमिसिएको राम्रो अहिले चाहिँ श्रमदान गरेदै अहिले खाजा खाँदै हुनुहुन्छ है सिङ्गल भएकै राम्रो सिङ्गलै भिडेको राम्रो है तिनीहरू चाहिँ तिर्बल भएको छ अहिले ल हाम्रो श्रमदाता मोरङ केराबारी 7को श्रमदाताहरूले चाहिँ बालेन शाह त्यसपछि कुलमान घिसिङ अनि रवि लामिछानेको पार्टी तीन पार्टीसँग नमिसिएकै राम्रो भनेर उहाँहरूले भने श्रमदाताहरू चाहिँ मारिदिने अनि गर्न पायो भने बोल्दै होला नि बोल्दै होला बोल्छ होला बोल्दैछ हेलो 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 त्यही गनाउने टिप्नु त आएको यताको चाहिँ किन राम्रो आइरहेको छ हामी खाजा खाइसकेपछि दालचोकसम्म हामी सरासर काम गरेर जानेछौँ र दालचोक पुगेपछि हाम्रो समय भएछ भने हामी त्यहाँदेखि हामी छुट्नेछौँ र अर्को शनिबार फेरि पनि भेट्नेछौँ
यो हामीले जति पनि खाजा खानेछौँ त्यसमा निस्किएको फोहोर मैलाहरूलाई हामी जलाउनेछौँ। बोतलहरू छ, चाउचाउको खोलहरू छ, त्यसलाई हामी जलाउनेछौँ। र जति पनि आज उपस्थित रहनुभएका सम्पूर्ण श्रमदाताजीहरूलाई भोक लाग्छ र तिर्खा लाग्छ भनेर हामीलाई यहाँ आज खाजा र पानी सौजन्य गर्ने दाताहरू हुनुहुन्छ। म उहाँहरूको नाम म वाचन गर्न चाहन्छु। रविन्द्र मिभकले हामीलाई चाउचाउ 4 कार्टन प्रदान गर्नुभएको छ। आज श्रमदाता यो श्रमदान महाअभियानमा जोडिने सम्पूर्ण श्रमदाताजीहरूलाई खाजाको लागि 4 कार्टन चाउचाउ प्रदान गर्नुभएको छ भने उहाँले पानी 6 कार्टन हामीलाई तिर्खा लाग्छ भनेर उहाँले पानी हामीलाई सौजन्य प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसरी नै अमित विभागले हामीलाई पानी 5 कार्टन प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसरी नै हाम्रो आजको यो श्रमदान महाअभियानमा जोडिनुहुने तमाम बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो देशलाई माया गरेर, यो माटोलाई माया गरेर, यो श्रमदान महाअभियानलाई माया गरेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताजीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र जति पनि उपस्थित रहनुभएका सम्पूर्ण श्रमदाताजीहरूलाई अब भने हामीले खाजा खाइसकेको, जति पनि खाजा खाइसकेपछि यो चाउचाउको खोल र बोतलहरूलाई हामीले यहाँ डिस्पोज गर्छौँ, हामी जलाउनेछौँ। र त्यहाँदेखि हामी फेरि पनि हाम्रो श्रमदान महाअभियानलाई हामी निरन्तर अगाडि जोड्नेछौँ। र जोड्दै जाँदाखेरि हामी दालचोकसम्म हामी कोही पनि नछुटी, कोही पनि तितर बितर नभइकन हामी दालचोकसम्म जानेछौँ। दालचोक पुगिसकेपछि त्यहाँदेखि हामी समय हेरेर सायद हामी त्यहाँदेखि छुटिन सक्छौँ र समय रहेछ भने त्यहाँदेखि अझै हामी अगाडि बढ्नेछौँ। जसले गर्दाखेरि यतिखेर हामीलाई यो आजको श्रमदान महाअभियानलाई हामीलाई खाजाको व्यवस्था गरिदिनु भएको छ। कविन्द्र मिभक केराबारी 7बाट चाउचाउ 4 कार्टन व्यवस्था गरिदिनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यसरी नै महाचन्द्र चेम्जोङ केराबारी 7बाट उहाँले पनि हाम्रै लागि श्रमदानको लागि श्रमदान महाअभियानमा जोडिने सम्पूर्ण श्रमदाताको लागि भनेर 6 कार्टन पानी प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसरी नै अमित मिभक केराबारी 7बाट उहाँले पनि हामीलाई 5 कार्टन पानी प्रदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। यसरी नै हामीले काम गर्दाखेरि हातमा घाउ लाग्छ, धुलोले हामीलाई असर गर्छ भनेर डाँगी फार्मेसीले पनि हामीलाई 1 बट्टा पन्जा सौजन्य प्रदान गर्नुभएको छ भने उहाँले 1 बट्टा मास्क पनि प्रदान गर्नुभएको छ। यसरी नै हाम्रो श्रमदान महाअभियानलाई निरन्तर हाम्रो अभियान निरन्तर चलिरहन्छ। अभियानमा हामीले अगाडि पनि हामीले धेरैचोटि हामीले श्रमदानहरू गरिसकेका छौँ। त्यहाँनिर पनि धेरैजनाले धेरै ठुल्ठुलो सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। आज मैले उहाँहरूको नाउँले वाचन गर्न सकिनँ। अर्को रजिस्ट्रेसन खातामा छ, जसले गर्दाखेरि उहाँहरूको नाउँले अस्ति हामीले हाम्रो बृहत आमसभामा पनि हामीले प्रकाशन गरेको थियौँ। र अब फेरि पनि सहयोग गर्नुहुने सहयोगदाताज्यूहरूको पनि हामी पक्कै पनि हामी प्रकाशन गर्ने नै छौँ। आगामी हाम्रो विभिन्न कार्यक्रमहरूमा यसलाई हामी पक्कै पनि जोड्नेछौँ। जसले गर्दाखेरि आजको हाम्रो श्रमदान महाअभियानलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताजी भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसरी नै तपाईँहरूको साथ र सहयोग, तपाईँहरूको सौजन्यको हामी आशा र अपेक्षा राख्दछौँ। फेरिको लागि पनि पक्कै पनि यहाँदेखि हाम्रो श्रमदान फेरि पनि हामी यो दालचोकदेखि हामी अझै पश्चिम जोडिनेछौँ। तर हामी अर्को शनिबार पक्कै पनि हामी यहाँदेखि जोडेर लानेछौँ। अब यसरी नै हाम्रो सम्पूर्ण श्रमदाताजीहरू र तमाम बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू पक्कै पनि यो देशको मुहार फेर्नको निमित्त, यो देशलाई परिवर्तन गर्नको निमित्त हामी पक्कै पनि श्रमदानमा विश्वास गर्नेछौँ। श्रमदान बेगर, श्रम नगरी यो देश परिवर्तन हुँदैन रहेछ। हाम्रो श्रम भनेको अति अमूल्य छ। हामीले हप्तामा 1 दिन राज्यको लागि, देशको लागि, यो मुलुकको लागि पक्कै पनि हामी श्रमदान गर्नेछौँ। आफ्नै पाखुरामा हामी विश्वास गर्छौँ, आफ्नै श्रममा विश्वास गर्छौँ, कसैको आश गर्दैनौँ हामी। अब पक्कै पनि तमाम दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी यही आह्वान गर्न चाहन्छौँ। हामी फेरि पनि हाम्रो निरन्तर श्रमदान जोडिने रहनेछ। हामी श्रमदानमा हामी जोडिनेछौँ। यसको लागि हामी तपाईँहरू सम्पूर्ण श्रमदाताजीहरूलाई आह्वान गर्न चाहन्छौँ। यसमा म फेरि अब श्रमदान सकियो है भाइहरू। हामीले श्रमदान गर्दै गर्दाखेरि हामीले यो
लु त्यसो यही उयो गरौँ न माइक अलिकति सरिक पनि हुन्छ होइन गर्नुपर्ने रहेछ भन्ने खालको हुन्छ नि त अर्को एकपल्ट थाप्रासम्म गएपछि के मान्छेको उयो हुन्छ नि त होइन गर्दो रहेछ अब हामी हाम्रो ठाउँमा गरौँ न आफ्नोतिर जाउँ त्यतातिर जाउँ होइन त्यसो गर्दैन यो सहयोग हो एउटा त्यो माइक ठाडो बाटोमा जान्नेलाई मान्छेको मन अनि के फोहोर रहेछ कि यो नाली सफा गरिहालौँ भन्ने कुरा हुन्छ ल तपाईँले यहाँ छुट्नु हुँदैन त्यसो भन्नु नि अर्को शनिबार कहाँ गर्ने भयो 10 नम्बरै हो ठ्याक्कै 10 नम्बरै भन्ने चाहिँ सल्लाह भएको छ 10 नम्बर चोकदेखि सिधै माथि भ्यू पोइन्टसम्म त्यो सल्लाह गरौँ न त्यसो भए त उतै माइकिङ गर्नु पऱ्यो 10 नम्बरै शुक्रबारै उताको चाहिँ हुँदैन क्या अनि त्यही भएर नालीमा है दालचोको नालीमा सबै फालेर बनायो राम्रो यस्तो अब लादी सोरेर फ्याल्नु परिरहेछ यो श्रमदानमा राम इँटाको टुक्रा ढुङ्गा लादी नै लादी मात्रै छ त भन श्रमदान हुँदैछ यहाँदेखि तलदेखि चाहिँ यो घन्द्रो सफा गरेर यहाँबाट सफा गरेर यता हुँदै यहाँसम्म आएको छ यहाँदेखि माथिसम्म रहेछ 40 मिटर माथिसम्म चाहिँ अब यस्तो फोहोरको लादी नै लादी छ कालो न कालो लेदो लादी छ है यहाँ चाहिँ सन्तोष दाइलाई पालो दिउँ ल अलिक लाठीहरू यो मोरङ केराबारीको दालचोक हो मोरङ केराबारीको दालचोकमा चाहिँ यो लगभग 42 मिटर लामो चाहिँ नालीमा लादी नै लादी रहेछ यो कालो ढुङ्गा इँटा र दुनियाँभरको फोहोरहरू चाहिँ फ्याँकेर यहाँ सफा नगरेको अवस्थामा आज श्रमदान टोलीले सफा गर्दैछ र यो अत्यन्तै नगरी नहुने अवस्थामा छ यो दुर्गन्धले फेरि पछि रोग व्याधि निम्त्याउने नै झाडा बान्ता हरेक किसिमको रोग निम्त्याउने नै यही भएकोले गर्दा यो सफा गरिँदैछ अहिले समय दिनको 11 बजेर 32 मिनट गइसकेको छ बिहान 11 बजेर 32 मिनट गइसकेको छ र यो मोरङ केराबारी दाल वडा नम्बर 7 को दालचोकमा वडा नम्बर 7 को दालचोकमा श्रमदान भइरहेछ र यो लादी जम्मा 42 मिटरको रहेछ यो लादी सोरिँदैछ है यो कालो न कालो यो लेदो छ श्रमदान हुँदैछ यसरी खोर फ्याँक्नु नलाउनु